अब कुशल मल्ललाई ओपनर गराए पनि भयो हैन, अनि 3 नम्बरमा ल्याए पनि भयो, 5 नम्बर गराए पनि भयो, बलिङ गराए पनि भयो, फिल्डिङ गराए पनि भयो, विकेट किपिङ गराए पनि भयो, जे गराए पनि भयो कि अब अझै मतलब भएन। कुशललाई जेमा गराऊ मतलब भएन। अब विश्वकप खेलिन्छ अनि त्यसपछि सेमी फाइनल पुगिन्छ भन्ने कुरा हो हैन। आश गरौँ। त्यही पनि अब यसो केटाहरूलाई हौसला चाहिँ दिनै पर्यो। तर यस्तो ब्याटिङले चाहिँ गाह्रो छ है मित्रहरू, साथीहरू। यो कुरामा अब अहिलेदेखि प्रिपेयर हुनु पर्यो। अब यस्तै हो, केटाहरूलाई बधाई छ, हामीलाई पनि बधाई छ सम्पूर्ण नेपालीलाई। लगातार विश्वकप खेल्नेछौँ, अब अर्को पौडी पनि खेल्छौँ। अब चाहिँ टेस्ट नेसनतिर जानुपर्छ हामी है त। अब टेस्ट नेसन बन्नु पर्यो है त। यसको लागि चाहिँ अब ब्याटिङमा सुधार गर्नु पर्यो। फिल्डिङ बलिङ त बबाले छ हैन। अब चाहिँ त्यही हो कुरा चाहिँ है त। कुरा त्यही हो। अब यो पालि चाहिँ खतरा तयारी गर्नुपर्छ हैन। विश्वकपमा बबाले गर्नुपर्छ। यो पालि झन् खतरा जोड निकाल्नुपर्छ है त। अहिलेलाई बाई बाई, इन्जोय।